हेलो गाइज, दर्शन नमस्ते। तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ होला। म चाहिँ एकदम सन्चै छु होइन। आज चाहिँ फ्राइडे, फेरि हाम्रो अब हाफ डे थियो नि त ड्युटी। हाफ ड्युटी गरेर सकेर आएर अहिले हामी समुद्र जाँदैछौँ। माछा मार्नुको लागि जाँदैछौँ कि माछा मार्ने बल्छी के अरे बल्छी लिएर जाँदैछौँ। पछाडि साथीहरू चारो लिएर आउँदैछ माछाको लागि। यहाँबाट समुद्र जानुलाई चाहिँ 10-15 मिनट लाग्छ। समुद्र हिँडिसकेको जाँदैछौँ। साथीहरू चाहिँ अगाडि पनि छ, अगाडि पनि जाँदैछ हाम्रो टोलीहरू, माछा मार्न हिँडेको टोलीहरू। यता पछाडिबाट चारो लिएर 2-3 जना आउँदैछ। यहाँ चाहिँ आज क्रिकेट खेल्नुलाई धमाधम छ एकदमै। सबैजना ग्राउन्ड छ नि त ठुलो, यहाँ क्रिकेट खेल्दैछ सबै। हामी चाहिँ अब पुग्नु लागेका छौँ। फाइनल्ली गाइज हामी समुद्र चाहिँ आइपुग्यौँ होइन। ल हेर्नु सक्नुहुन्छ, एकदम ठुलो समुद्र। सबै यता धमाधम माछा मार्ने टोलीहरू यहाँ मार्दैछ। ताडी हामी चाहिँ कहाँनिर मार्ने हो त्यहाँ मार्नु पर्ला। समुद्र देख्न सक्नुहुन्छ, एकदम बबास ठुलो। कहाँनिर मार्ने हो? हेलो दाइ, दुईजनाले हान्ने, दुईजनाले हजुर दुईजनाले हान्ने। दुईजनाले हाल्ने चाहिँ भनेको दाजु यहाँ हेर्नु अब होइन। आज माछा पकाएर खानुपर्छ। के मार्नुहोस् नि, पानी त छैन दाजु? यो धेरै हो नि त पिठो। होइन पिठो त राख्नुलाई नि त, के भएर प्लास्टिक छ त। दाइले चाहिँ के चारो ल्याउनु हो दाइ? मैले आटा ल्याएको हो भाइ। ए अरूले त झिङ्गे माछा ल्याएर छ त। बबालै छ है समुद्र त। है माछा मार्नु धमाधम छ त के। समुद्रमा माछा मारिँदैछ होइन। समुद्रमा माछा अहिलेसम्म कसैको माछा परेको छैन। अब केले गोज्यो, बल्छीले गोज्यो कि क्या हो त। सबै उतातिर माछा मार्ने लाइन छ, लाइन। पर्छ कि पर्दैन हेर्नु जाऊँ न त एकचोटि। माछा चाहिँ परेकै है अहिले चाहिँ। यो चाहिँ सबैभन्दा ठुलो माछा होइन अहिलेसम्म। मेरो त के हात घोज्यो चस्सो। माछा पर्यो, घरे खानुपर्छ है। ए निस्केरै जाला जस्तो गर्नु थाल्यो त। माछा पर्यो अरे, माछा पर्यो केटा, माछा पर्यो। मजाको माछा पऱ्यो क्या, यत्रो पर्नु पऱ्यो। हेरौँ त यस्तो त छ। यारको 4-5वटा पाएर सक्यो भने झिङ्गे माछा पनि गएको बुढा केटाहरूले। त्यो नस्तिच्नु है। हान्नु है अब। सेट पर्छ पनि यो माछाले थिचेछ है। मेरो यो पल्टीमा चाहिँ छोडाउँदैन। आज चाहिँ माछा एकदम धेरै परेछ। साइलाले कति खान्छ?
म यति खान्छु कान्छाले यति खान्छ सब साले खान्छ यहीँबाट भाग लगाइसक्यो आइराले यति खान्छ मात्रै त्यो हुन्छ 4वटा चिसो हाल्यो चिसो कति छ हेर्नु के हो थोरै रहेछ त यहाँ खोलाको प्रसाद पनि त्योभन्दा कति चाहियो त्यही त त्यत्रो धेरै परेछ ए बाबा उता के लाउने हो क्या जाउँ कहाँ छ कैँची हाम्रोमा छैन कोसँग छ कैँची छैन अनि यस्तो काट्ने लाने उहाँ लगेर आन्द्रा निकाल्ने खोरिने भुत्ला